सबैले मेरो नमस्ते। म चाहिँ अहिले आफ्नो प्यारो जन्मभूमि रुकुम पूर्वदेखि भिडियो बनाइरहेको छु। म के भन्न चाहे भने हिजो आज चाहिँ लेकतिर हिउँ परिराखेको छ। हिउँ छ लेकतिर है, हल्का चिसो बढाएको छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् है त। चिसो छ हिजो आज। हेर्नुहोस् सिस्ने एमाल है त, यो सिस्ने एमाल पर्यो। अनि यहाँदेखि यो ढाका तल पोखरा पर्यो। अनि यहाँ माथि यो 4 गाउँको लेक हेर्नुहोस् है, त्यहाँ चाहिँ हिउँ पिलाइसकेको छ। गाडा छ, हल्का हल्का छ है त। अनि यो चाहिँ रानीकोट, यो रुकुम जाने रोड हो है त। हेर्न सक्नुहुन्छ। भिडियो मन पर्यो भने लाइक शेयर कमेन्ट चाहिँ गरिदिनु होला अवश्य, ताकि मैले योभन्दा अलि राम्रो कन्टेन्ट भएको भिडियो बनाउन सकु है त। म चाहिँ अहिले लेकको बाटो हिँड्दैछु है। लेकको बाटो गाह्रो छ एकदम। बाटो यस्तो छ है। गाडीबाट झरिसकेपछि लगभग मैले आधा घन्टा यात्रा गर्नुपर्छ। लेकको बाटो भिरको बाटो है त। भिरको बाटो चाहिँ हेर्नुहोस्, यस्तो छ बाटो है त। हेर्न सक्नुहुन्छ गाउँहरू, गाउँको बाटो यस्तो भिर छ। हेर्नुहोस् गाउँको बाटो हेर्नुहोस् है ल, यस्तो छ ल। रुकुम पूर्व जन्मभूमि, एक्ज्याक्टली म जन्मभूमिमा पुगिसकेँ आज है त। यस्तो छ हेर्नुहोस्, ब्याकग्राउन्ड हेर्नुहोस्, हिउँ परेको छ है त। ल हेर्नुहोस् यस्तो भिर छ ल। यसरी भिरमा जानुपर्छ यसरी, यसरी है त। यसरी छ भिर, डाँडा काँडाहरू। भिडियो चाहिँ लाइक कमेन्ट सेयर है त।